परिस्थितिमा आइलागेको एउटा निर्वाचनमा हामी सहभागी हुँदैछौँ र यसलाई सफल पार्नु हामी सबैको, समाजका सबै तह तबकाको जिम्मेवारी हुन आएको छ र अब निर्वाचन सम्पन्न हुने दिशातिर अगाडि बढेको छ र यो पटकको निर्वाचनमा देखिएका राजनैतिक प्रवृत्तिको दृष्टिकोणले कुरा गर्नु आवश्यक छ भन्ने हामीलाई लाग्छ। 23 गते युवाहरूमाथि निर्ममतापूर्वक हत्या गर्ने एउटा अतिवादी प्रवृत्ति, अहङ्कार, दम्भ, 2/3 छ हामीसँग भन्ने अहङ्कारले भ्रष्टाचारलाई पनि संरक्षण गर्ने र युवाहरूको आवाजलाई बलपूर्वक दमन गर्ने जो प्रवृत्ति देखियो, त्यो अहङ्कार र दम्भको प्रवृत्ति चाहिँ अहिले पनि नेपालको राजनीतिमा र यो निर्वाचन प्रक्रियामा पनि त्यो अहिलेसम्म आत्मसमीक्षा गर्न त्यो प्रवृत्ति तयार भएको छैन। नैतिक जिम्मेवारी लिनसम्म पनि तयार नहुने एउटा यस्तो अतिवादी प्रवृत्ति देखा परेको छ। 23 गते युवाहरूको हत्या गर्ने अहङ्कारी र दम्भी प्रवृत्ति। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।